आज हामीसँग एकदमै फन्नी र अनएक्सपेक्टेड इन्सिडेन्ट घट्यो गाइज। सो हेलो गाइज, वेलकम टु माई युट्युब सर्ट। सो आज चाहिँ हामी कुमार, म र रमेश सोल्टी चाहिँ माछा मार्न भनेर गोकर्णेश्वर यो जेबी फिसिङ रिजोर्टमा गयौँ र हामी भित्र छिर्यौँ र एम्बियन्स एकदमै राम्रो थियो। एक्वेरियम पनि थियो, माछाहरू विभिन्न प्रकारको, र बाहिर चाहिँ पुल यस्तो थियो, एकदमै दामी, वेदर पनि दामी थियो। र मैले चाहिँ यो फिसिङ रडहरू सेटअप गर्न थालेँ। क्राउड पनि त्यति धेरै थिएन, त्यही भएर फिसिङ गर्न एकदमै रमाइलो हुन्छ जस्तो लागिरहेको थियो। उहाँहरूले हामीलाई यो पपकर्न कम्प्लिमेन्ट्री ल्याइदिनु भयो। यो माछा खाना हामीले घरबाटै बनाएर ल्याएको। कुमार दाँत देखाएर हाँसिरहेको छ यहाँनिर। म नि स्ट्यान्ड बाई बसेँ माछा मार्नको लागि, र फर्स्ट माछा चाहिँ हाम्रो कुमारले निकालेको थियो। एकदमै खुसी लागेको थियो र माछा धेरै बेर परेको थिएन र म स्ट्यान्ड बाई यसरी नै भ्यू हेर्दै बसिरहेको थिएँ। र धेरै ठाउँ स्पट चेन्ज गरिसकेपछि मैले पनि फाइनली एउटा माछा पक्रिन सफल भएँ। तर हामीले राखेको माछामध्ये एउटा माछा चाहिँ हेर्दा हेर्दा एउटा कागले टिपेर लगिदियो गाइज। एकदमै दुःख लाग्यो। र फाइनली हामीले प्याक गरेर सामानहरू माछा बोकेर घरतिर लाग्ने तयारी गऱ्यौँ। सो आजको सर्ट ब्लग यति नै। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।